यो चाहिँ मेरो अफिस हो। यहाँ चाहिँ मैले 2017मा जोइन गरेको हो। 2017मा जोइन गरेर म यो जग्गामा चाहिँ ल्याब एसिस्टेन्ट काम गरेको हो डिपार्टमेन्ट अफ बटनी सिक्किम युनिभर्सिटीमा। मैले 24 अगस्त 2017देखि चाहिँ यो डिपार्टमेन्टमा बसेको हो। यो कुनामा चाहिँ हाम्रो सङ्गम भाइ बस्छ है। अन्त यो चाहिँ मेरो टेबल वर्किङ टेबलहरू हो। अन्त यही जग्गामा बसेर चाहिँ मैले प्रिपरेसन गरेको नोट्सहरू बनाएको हो हैन। अन्त यो चाहिँ मेरो स्टाफ दीपक सरको टेबल हो र यो डोरमा बसेर चाहिँ मैले यत्रो वर्ष बिताएको हो। अब छोडेर जानु त माया लाग्दो रहेछ, तर अब के गर्नु, मायाले संसार थाम्दैन। अन्त यो चाहिँ तपाईँको हाम्रो ल्याब हो। यो ल्याबबाट चाहिँ कतिजना पिएचडी स्कलरहरू निस्केको हो है। यो चाहिँ मैले मेमोरिजको लागि क्याप्चर गरिराखेको हो। माया लाग्छ होइन। अब यत्रो वर्ष आफूले बसेको जग्गा इन्भेस्ट गरेको हो, टाइम इन्भेस्ट गरेको हो, धेरै कुरा सिकेको हो, बुझेको हो। यो खिड्कीबाट चाहिँ यसो हामी बाहिर हेर्ने गर्थ्यौँ। त्यो पारीको चाहिँ हो रे भ्याली, त्यो तलको दोकान चाहिँ हो रोशन दाजुको दोकान, त्यो पारी चाहिँ हो गान्तोक बजार।